2026 HNFR TOT 2.0 as a commitment ceremony नेपालसँग उपस्थित भएर नेपाल दिसिस वर्ष 2026 को हाम्रो एउटा प्रोजेक्ट संकल्प जसको ट्यागलाइन राखेका थियौं एकताको संकल्प रूपान्तरणको यात्रा। हामी एकतासँग विश्वास गर्छौं। जो लिडरशिप ट्रान्सफर्मेसन तपाईले जसरी टट दिनुभयो एउटा रूपान्तरण भएको लिडरको रूपमा तपाई आजबाट रूपान्तरण हुनुभएको छ। त्यसकारण हामी एउटा संकल्प गर्छौं जुन संकल्प यो समाज परिवर्तनको पक्षमा तपाई र मैले जसरी योगदान दिनुपर्ने हो त्यो विषयवस्तुमा कतै पनि